आज हामी 2021 साल चैत 1 गते यो ठाउँको नाम के भन्नु पर्यो सिरुबारमा आइपुगेका छौँ। यहाँ हाम्रो चाहिँ मौरी पालन गर्ने कृषक साथीसँग यसो सामान्य कुराकानी। ल नमस्कार, मेरो नाम चाहिँ सूर्यराज राई। मेरो घर चाहिँ केप्लासगढी बासपानी 3 यो सिरुबार भन्छ। यो चाहिँ समुद्रको सतहदेखि लगभग 1900 हाइटमा पर्छ। यो चाहिँ 1900 भित्र पर्छ। मैले मौरी पाल्न थालेको चाहिँ अब पहिलादेखि यो बाबाले पाल्दै आउनु भएको। यो आधुनिकीकरणमा लागेको चाहिँ धेरै भएको छैन, लगभग 8-10 वर्ष जस्तो भयो। त्यही पनि यो आधुनिकीकरणमा लाग्दाखेरि मैले ज्ञानहरू चाहिँ सबै मेरो अविराज काका हुनुहुन्छ, मेरो गुरु। उहाँले सिकाएर नै म लगभग यो ठाउँमा आइपुगिरहेको छु। अनि अहिले आधुनिकीकरणमा लागेपछि चाहिँ एकदम सहज लागिरहेछ। अघि पनि भन्नुभएको छ काकाले, यो जस्तै पहिला यो परम्पराकालको घारदेखि यो अहिलेको आधुनिक घारमा चेन्ज गर्दै आइरहेछौँ। यति भन्दै जाउँ, परतिर हेर्दै चाहिँ म बोल्छु। गरे के हुँदैन रहेछ र? सुँगुर पालन पनि गर्नुभएको रहेछ। आधुनिक घरहरू अब फेरि यसपालि सँगै लिएको हामीले मेरो सुरु गर्छ सधैँ चैतमा लागेको हुँदैन थियो नि त। खाइने तल छ कि छैन हौ? खाइने सुरु गर्नु छ नि। कालो तपाईँले भने जस्तो कालो हुन्छ सर अहिले चाहिँ यो बन्द गरी यो खुल्ला छ भर्दैछ यिनीहरूमा। हो त्यतापट्टि छ नि। सधैँ चैतमा यतिको बनेको हुँदैन थियो। यसपालि म छिटो हाल्नेछ। यो अविराजले उसकोमा मैले के गर्थेँ भने पहिला चाहिँ यो फुलको मौरी टिपिन्थेँ। अनि कहाँको फुलको मौरी चाहिँ टिपेर राख्नु सकिँदो रहेछ। अनि रड एकदमै भइरहेको थियो कि। अनि पछाडिबाट एकजना बुढो मान्छेको मौरी छुटेको रहेछ। त्यहाँबाट ल्याउनु थालेपछि चाहिँ त्यो मौरी मैले यसरी हातले सोरेर डुडमा हालेर लिएँ। अनि लिएपछि त्यो मौरी अर्को डुड तात्नु थालेँ, काठे डुड। अनि त्यति बेलामा यस्तो राबो बसिला भन्ने पनि थिएन। अनि छिनले खोल्छु हुँदैन, मेरो पनि बुद्धि नभएको रहेछ कि। काने गङ्गाको भनेदेखि राबो नाथे कमाउनु सकिँदो रहेछ। अनि राबो कामारा लिएपछि 1 महिना दिन पछाडि त साँच्ची नै मौरी त आफैको अटोमेटिक आयो। कति सालतिर कुरा त भनिदिनु न, कति साल? 56 सालमा चाहिँ निकै बनाएको थिएँ। पहिला त 51 सालतिरबाट सुरु गरेको मैले। कतिसम्म पुऱ्याउनु भएको थियो त्यो भनिदिनु पहिले? 32 डुड त्यस्तै बनाएको थिएँ मैले पहिला। अहिले गर्ने भनेदेखि 22-23 डुड छैन होला। अनि यो खप्पीमा सबै ठाउँ राखेको थिएँ। पहिले पुरानो घरमै परै बसिन्थ्यो क्या, परै नै थियो। पछाडि म चाहिँ मौरी छोडेर दुबईतर्फ लागेँ। जानुभयो? हजुर, दुबई गएँ। कति वर्ष बस्नुभयो त? दुबई 4 वर्ष बसेँ, मलेसिया 3 वर्ष बसेँ, कतार 2 वर्ष बसेँ। धेरै त बसियो ल। अनि अविराज चाहिँ पछाडि डुल लागेको छ। अहिले मेरो भन्दा धेरै अविराज मौरी पाला। ल केराउ खेती सेयर गर्न सकिँदैन भनेर बाख्रो रोप्यो कि ठाँक्रा ल। केराउ खेतीको बारेमा केही भनिदिनुहोस् त। यो केराउ चाहिँ हाम्रो यो भूभागमा एकदम सुट गर्दो रहेछ। सबैभन्दा मैले थाहा पाएको चाहिँ यो केराउ चाहिँ एकदम धेरै फलेको पाइयो। केराउ चाहिँ हाम्रो यो पेरिफेरीमा एकदम धेरै फल्छ, यहाँ देख्न सकिन्छ। यो मैले यो पछुवा लट लगाएको हो, तर यसले पनि सिजन भेटाएकै छैन। कति भयो लाउनु भयो? यो लगाएको तपाईँको 3 महिना जस्तो भएछ। 3 महिना जस्तो भयो। उनीहरूको खाजा भइगयो नि। त्यो कालो यिनीहरूको टमाटरको ब्याड, यो अर्को झ्याङ केराउ। यसलाई टनेल त आवश्यक पर्दैन होइन? पर्दैन सर, पर्दैन। अब यो फल चाहिँ कायदा लगाएर चाहिँ तपाईँले हरियोमा बेच्नुहुन्छ कि सुकाएर? हजुर,
हरियोमा बेच्नुहुन्छ कि सुकाएर? यो चाहिँ सुकाएर चाहिँ घरमै दालको रूपमा युज गरिन्छ। जब पनि अब 1 वर्षलाई मलाई हरेक कुरामा चाहिँ काकाले नि हेल्प गर्नुहुन्छ क्या। यो सबभन्दा ठुलो टनेल थियो, उहाँले नै दिनुभएको थियो मलाई उहाँ त सहयोगहरू। म एकदम आफूभन्दा नि अरू होस् भन्ने चाहन्थे मान्छे हो। गाउँमा मैले दिएको 500 लिटरको हिल ट्याङ्क त धेरैजनाको छ अरे। अदन लिम्बूको छ, उमेशको छ, धनकुमार दाइकोमा छ, पोखरी बनाइदिएको छु, सुक्पाकोमा छ अरे, अदन दाइकोमा छ, धनकुमारकोमा छ, उमेशकोमा। मैले धेरै कृषिबाट पारेर पहिला जिल्लामा कृषि कार्यालय हुँदा त धेरै ल्याइन्थ्यो नि गाउँभरि। यति रहर लाग्दो फल लागेको छ कि होइन? यो नाप्यो भने तपाईँको धेरै अल्गो छ क्या। तपाईँको कहाँदेखि आएर चाहिँ तपाईँको कहाँ पुगिरहेको छ, सब घुमिरहेको छ होइन? अरूभन्दा केराउको बोट हेर्दा मलाई चित्त बुझ्यो यार। केरा त हेरिरहँ जस्तो रहेछ। यो त चाहिँ पातुल भए धेरै फल लाग्छ। यत्रो चाहिँ यहाँ एउटा बाख्राखोरको मल सबै पसिरहेको छ नि काका। सबै अन्धिएछ। त्यही त समस्या छ त नेपालको। यसमा नि मैले वास्तविक किसानलाई उठाइसक्यो नगरेको यस्तो तर किबी नगरे जस्तो फल्न थालेकोलाई पर स्याहार। ल यसपालि जस हाम्रो पालिकाले पनि ओखरहरू बाँड्नु भएको छ, दन्ती ओखर। एकदम म खुसी छु। तर उहाँले बाँड्नुभन्दा अगाडि नै मैले आफैले नर्सरी राखेर मैले यहाँ रोपिसकेको छु अगाडि नै। यत्रो यो सारेको 1 वर्ष भयो नर्सरी राखेर आफैले यो चाहिँ उयो गरेको। यो अलि हाइटमा हुने रहेछ होइन? किबीको अदुवा लाउनु भएको छ मुनि, यो वारपार लगाउनु, माथि किबी हाल्नु भएको छ, यो बाँस वारपार लगायो भने ठिक हुन्छ। तल अदुवा। यसको त निकै हुन्छ, बहुवर्षीय हो सर। यसको 50 वर्षमै टिक्छ भन्ने कुरा चाहिँ छ। अब हेरौँ किबी एकचोटि लगाएपछि 50 वर्षलाई हुन्छ। यो ग्राफ्टिङ गरेको हो जिल्लाबाट जी फाउन्डेसनद्वारा चाहिँ यो मैले लिएर रोपेको हो। कतिवटा लाउनु भएको? हजुर कतिवटा ल्याउनु भएको? 10वटा लिएको सर, 500 रुपियाँ बोटले। ए तर मैले यसमा नि भालेर पोथी भन्ने हुँदो रहेछ। सक्सेस भाषुमा यो यहाँनिर जोडेको मैले यो होइन ग्राफ्टिङ यहाँनिर 4वटा पोतीलाई एउटा भाले चाहिन्छ बिचमा। 5वटा रोप्दाखेरि बिचमा एउटा भाले अनिवार्य। बनाउनु लागि परिणत गर्दैछु ल। यो पालिकाले दिएको हजुर यो चाहिँ पालिकाले दिनुभएको। तर मैले ग्राफ्टिङ गरेको बिरुवा चाहिँ एउटै भेटाएँ होइन। लिएर पनि मैले जगाउनु सफल भइसकेको छु। अरू त सबै बिजु थियो। यो चाहिँ के कुरो यो? यो दन्ते ओखर। दाँते ओखरको यो चाहिँ बिरुवा। कति बिरुवा ल्याउनु भएको यो? कति बिरुवा छ? जम्मा 100 लिएको, 100 मा लिएकोमा यो फेरि मान्छेहरूलाई कति रोप्नु सक्नुहुन्छ त्यति लानुहोस् भनेर मैले दिएको छु। कहिले 20 बोट, कहिले 15 बोट त्यस्तै लानु भएको छ। अनि रहेको चाहिँ अब मैले अब यो बर्खाको याममा चाहिँ लाउने योजना गरेँ। यसको कतिको हाइट हुँदो रहेछ यसको रुख? ठ्याक्कै थाहा भएन, तर निकै अग्लै हुन्छ भन्ने अनुमान छ। यहाँ के छ? माछा छ क्या? पोखरी बनाउनु भयो? यो चाहिँ हाम्रो पोखरी बनाएर माछा पनि पालन गर्नु भएको छ। धारा बनाउँदै ठिक भयो। पहिला अलिक मल कम हुन्थ्यो, अहिले म मल धेरै लाउनु थालेको छु क्या। यो मल नै हो खेतीपातीलाई त। अब कति राख्यो प्रसुप खेती है सर? मैले पहिलो डुँडी हो। हजुर यही हो। यत्रो मात्रै भन्थ्यो। यसलाई मैले त्यो छिनाले खोले अटोमेटिक आफैले आएको मरियो फेरि यो चाहिँ। यो सबभन्दा पुरानो डुँडी यो अहिलेसम्म नियमित छ यसमा चाहिँ होइन? लक्षिनको रहेछ। यो धेरै लक्षिनको डुँडी यो